बनाउनलाई अब यहाँ पहिला कुमको भाग जोड्ने। अब यसलाई साइड फिक्स गर्ने यो कम्मरपट्टिको भागमा। अर्कोपट्टि साइडमा पनि साइडमा फिटिङ गर्ने कम्मरपट्टिको भागबाट। र अब यो बाउला बनाउनको लागि यहाँबाट यता 1.5 इन्च छोडेर मुजा बनाउने। यहाँ पनि 1.5 इन्च छोड्ने। यहाँदेखि यति छोडेर अनि मुजा बनाउने। र यता पनि 1.5 इन्च छोडिदिने। ल त्यस्तो होइन, यस्तो गुजुङ हामीले बेबी फ्रकमा बनाएको जस्तै मुजा बनाउने। तर यसलाई यो भाग चाहिँ 10 इन्च चाहिन्छ। 8 इन्च त यसको कप 8 इन्च छ। यता एक्स्ट्रा 1 इन्च, यता एक्स्ट्रा 1 इन्च छोडेर त यो यस्तो गुजुङ मुजा बनाउने। 10 इन्च पार्ने मुजा बनाएर को पातामा यो 1.5 इन्च हामी काटामा यस्तो गरेर सर सिलाउने तलदेखि माथिसम्म। यो अगाडिपट्टिको भागको। अब अर्कोपट्टि पातोमा पनि त्यस्तै गरेर मिलाउने। यो टाँक गरेर टाँक बन्नको लागि। कलर पेस्टिङ बनाउँदाखेरि यो राउन्ड भन्दा अर्को यो चोसोवाला चाहिँ 1 इन्च कम बनाउने। 8 इन्च त्यसमा थियो भने यसमा 7 इन्चको मात्र ड्राफ्ट गर्ने। कपडामा कठालो 16 आएको भएपछि यो 8 एउटा पेस्टिङ राउन्ड पेस्टिङको लागि 8 इन्चमा राख्ने। अनि अर्को यो पेस्टिङको लागि चाहिँ त्योभन्दा 1 इन्च कम 7 इन्च राखेर बनाउने यो। अनि यो हातको मोटाको लागि 8 कप छ। 4 डबल फोल्डमा 4 अनि यो चाहिँ 2.5 इन्चमा पारेर हातको लागि पनि यो राख्ने बनाउने। तिन टास्ने। अब यो हातको मोटाको हाफ इन्च सबैतिर छोडेर यो यता पनि यो 2टा मोटाको लागि। ल अर्को पाता पनि एउटा हाफ इन्च बराबर राखेर काट्ने। ल पेस्टिङ पनि टास्ने। अब यहाँ यो पनि अब यो बाउलाको यो मोटाको लागि यो सिलाउने यसरी। अब यसलाई यो पहिला सुरु यो 1 इन्चमा टक्क यसरी पट्याएर टक्क यहाँबाट निकाल्दिने। यसको भाग जति यस पट्याउने। यो पेस्टिङको छेउमा पारेर यसरी पट्याएर सिलाउने। अब यहाँबाट मिला सिलाउने। अब यतापट्टिबाट यो हाल्ने। यतिमा अब यसलाई यसरी भित्रपट्टिबाट यसरी टक्क बनाउने। यता फर्काएर यस्तो गर्ने। तल 1.5 इन्च छोडेर त्यस पछाडिबाट सिलाउने।
यहाँबाट 1.5 इन्च छोडेर अनि सिलाउने। यो बाहुला फिक्स गर्नलाई यसको यो पुरै यो यहाँबाट टेस्टिङको छेउछेउमा सिलाउने नफर्काइकन। अब यो यहाँदेखि सर्र फर्काएर यो सबै सिलाउने। यो तल पनि सट्टै पेस्टिङको छेउमा पारेर सर्र सिलाउने। यो घुमेको चाहिँ यो भित्रपट्टि यतापट्टि तलपट्टि अनि यो चोसो भएको यतापट्टि यस्तो पारेर यसलाई बीच पारेर काट्ने अनि यसलाई पनि यहाँ बीच पारेर काट्ने। त्यसपछि यसरी सिलाउने। ल अब अर्को पातालाई पनि यसरी राख्ने। यसको यसलाई यहाँबाट यस्तो राउन्ड घुमाएर यसरी थिच्ने। यहाँबाट घर पारेर यसरी यतापट्टि नि टक्क यहाँबाट घर पारेर यहाँसम्म यतापट्टिसम्म लिएर आउने। यो यसमा यो अब राख्ने यसरी पट्याएर आइरन गरेर हाफ इन्च मात्र राखेर अब यसमा कलर राख्ने। पनि बराबर पार्ने। यता फर्काएर हाल्ने अनि बाहुला राख्ने। बाहुला फिक्स गर्ने। तल यो फेरमा सिलाउने मसिनो पारेर राउन्डमै यसलाई फेर सिलाउने। यसरी बाहुला पनि राख्ने। टाकहरू बुन्ने टाक राख्ने।